त्यसले चाहिँ नजिक जस्तो देखाउँदो रहेछ नि एकपल्ट केबल कार अड्केर अस्ति नै त्यस्तै भयो भने के गर्छौ के गर्नु केबल कार भित्रै छौँ झारिहाल्छ भरे ठ्याक्कै पर्छ ठ्याक्कै पर्यो मरु त मरिँदैन घाइते चाहिँ हुन्छ लाइन गयो क्या हाम्रो कस्तो भएको थियो रोटी क्या अनि तिमीहरूले अभाषा चाहिँ किन बोल्नु त यस्ता किन बोल्नु त अनि अभाषी तिमीलाई के भन्नु छ केबल कार अड्क्यो के भन्छ कस्तो ओइ नहल्ली न कान्छ यो कस्तो हल्लेको हेट नहल्ली है कान्छ यता तँलाई के भन्नु छ केबल कार अड्क्यो